सम्पूर्णमा नमस्कार। आज म तपाईहरूलाई एउटा नेपाली नागरिक भएपछि थाहा हुनै पर्ने कानुनहरूको बारेमा जानकारी गराउँदैछु। पुरै जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो, नेपालमा विवाह गर्नका लागि महिला र पुरुष दुवैको उमेर 20 वर्ष पूरा भएको हुनुपर्छ। अनि दोस्रो, पहिले श्रीमतीले मात्र सम्बन्धित जिल्ला अदालतमा गएर सम्बन्धी विच्छेदको मुद्दा हाल्न पाउँथ्यो भने अहिले चाहिँ श्रीमानले पनि जिल्ला अदालतमा गएर सम्बन्धी विच्छेदको मुद्दा हाल्न पाइन्छ। अनि तेस्रो, कसैलाई जबरजस्ती धर्म परिवर्तन गराउन पाइँदैन। नेपालमा पहिले जन्मकैदको अवधि 20 वर्ष मानिन्थ्यो भने अहिले चाहिँ 25 वर्षको अवधिलाई जन्मकैद मानिन्छ। नेपालमा वैवाहिक सम्बन्धमा बाँधिएको पति पत्नी भए तापनि पत्नीको मन्जुरी बिना पतिले यौन सम्बन्ध राखेमा त्यसलाई वैवाहिक जबरजस्ती करनी मानिन्छ र यसलाई दण्डनीय अपराध पनि मानिन्छ।